सो हेलो घाँस काट्न आएको आज चाहिँ गाउँतिर आएर छु भाइ पनि पुगिसक्यो खासै घाँस चाहिँ रहेनछ अब बोकेर टक्क अब कस्तो अलिक धेरै पछाडि घाँस बोक्दाखेरि त कस्तो गाह्रो हुँदो रहेछ के हेर्नु अब काट्नै पर्यो गाई बस्तु पालेपछि ओह साला एक दुई महिना तराईतिर बसेको त घुँडा कामेर यार जिद्दी हुँदो रहेछ तर इटहरीतिर बसेर आएको भारी पनि गरौँ गरौँ घाँस काट्नु पनि बिर्सिसकेछ आइपुग्न लागेको हामी चाहिँ अब घरतिर कस्तो ओह्रालो हिँड्दा घुँडा कामेर यार गिद्दी लाग्यो हामी चाहिँ होस् ल आइपुग्यो गोठ चाहिँ गाउँतिर अब यस्तै हुन्छ गोठहरू भनेको सेउ ल्याएको टक्क एउटा गाई छ एउटा भैँसी छ एउटा सानो बाच्छा छ एउटा ओइ एउटा गाई छ एउटा